नमस्ते। आज हामी आधुनिक प्रजातन्त्रको एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण अवधारणा शक्तिको बाँडफाँडबारे कुरा गर्दैछौँ र यसलाई बुझ्नका लागि हामी नेपालकै संरचनालाई केन्द्रमा राख्नेछौँ। ल सुरु नै एउटा आधारभूत प्रश्नबाट गरौँ न, जुनबारे हामी सबैले सोच्नुपर्छ। कुनै पनि देशमा आखिर शक्ति कसको हातमा हुन्छ र उनीहरूलाई कसले र कसरी जवाफदेही बनाउँछ? अब यो शक्ति सन्तुलनको प्रणाली किन चाहियो त? यसलाई बुझ्नुभन्दा पहिले यसले खासमा कुन समस्याको समाधान गर्न खोज्छ त्यो बुझ्न जरुरी छ। कुरा के हो भने कुनै पनि राज्यसँग कानुन बनाउने, त्यसलाई लागू गर्ने अनि त्यसको व्याख्या गर्ने भयङ्कर शक्ति हुन्छ र प्रजातन्त्रको सबैभन्दा ठूलो चुनौती भनेकै यही शक्तिलाई कसरी जिम्मेवारीपूर्वक चलाउने भन्ने हो। यहीँनेर कुरा आउँछ। प्रजातान्त्रिक व्यवस्थामा यो सबै शक्ति एउटै व्यक्ति वा समूहको हातमा थुपार्नुको साटो यसलाई बाँडिन्छ। किन? ताकि जवाबदेहिता बनिरहोस् र शक्तिको दुरुपयोग हुन नपाओस्। त्यसो भए नेपालको संविधानले यो शक्तिको विभाजनलाई कसरी कोरेको छ त? आउनुहोस् अब त्यतैतिर लागौँ। यो विभाजन त्यत्तिकै गरिएको होइन है। यो त एकदमै सोचेर होशियारीपूर्वक बनाइएको एउटा संरचना हो जसमा सरकारका 3वटा मुख्य खम्बाहरू छन्। पहिलो भयो कार्यपालिका। यो भनेको खासमा सरकार हो जसको नेतृत्व प्रधानमन्त्री र मन्त्री परिषदले गर्छन्। उनीहरूको मुख्य काम भनेको कानुन लागू गर्ने र देश चलाउने हो। त्यसपछि आउँछ विधानपालिका, जसलाई हामी संसद पनि भन्छौँ। यो भनेको हामीले नै चुनेर पठाएका प्रतिनिधिहरूको थलो हो। उनीहरूको काम देशका लागि आवश्यक कानुनहरू बनाउने। र तेस्रो अनि अन्तिम अङ्ग हो न्यायपालिका। यसको काम चाहिँ एक किसिमले रेफ्रीको जस्तो हो। कानुनको सही व्याख्या गर्ने र सबैले न्याय पाएको सुनिश्चित गर्ने जिम्मा यसको हो। अब आउँछ यो डिजाइनको सबैभन्दा रोचक र चलाखीपूर्ण पाटो। यी 3 अङ्ग त भए, तर यिनीहरूले एक अर्कालाई कसरी नियन्त्रणमा राख्छन् त? यो अवधारणालाई शक्ति सन्तुलन र नियन्त्रण वा चेक्स एन्ड ब्यालेन्स भनिन्छ। यसको पछाडिको सोच के हो भने कुनै पनि एउटा अङ्ग यति शक्तिशाली नहोस् कि त्यसले अरूलाई थिचोमिचो गरोस्। जेम्स म्याडिसनको एउटा भनाइले यसलाई प्रष्ट पार्छ। हरेक अङ्गलाई अर्को अङ्गको अतिक्रमण रोक्न संवैधानिक अधिकार र व्यक्तिगत प्रेरणा दुवै दिनुपर्छ। ल हेर्नुहोस्, नेपालमा यो कसरी काम गर्छ। यो एक अर्कालाई तान्ने र धकेल्ने जस्तै हो। जस्तै संसदले मन्त्रीहरूलाई प्रश्न सोध्न सक्छ, चित्त बुझेन भने प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नै ल्याउन सक्छ। अर्कोतिर कार्यपालिका मतलब सरकारले पनि संसदले पास गरेको विधेयक चित्त नबुझे राष्ट्रपति मार्फत फिर्ता पठाउन सक्छ। र यी सबैको माथि छ न्यायपालिका। यसले संसदले बनाएको कानुन होस् वा सरकारले गरेको निर्णय संविधानसँग बाजियो भने यो भएन है भनेर खारेज नै गरिदिन सक्छ। कस्तो गजबको प्रणाली हैन त? तर यो खाका नेपालको मात्रै होइन नि, संसारका अरू देशहरूले पनि आफ्नै तरिकाले यस्तो प्रणाली बनाएका छन्। आउनुहोस् एक नजर त्यता पनि लगाऊँ। मोटे तौरमा हेर्ने हो भने प्रजातान्त्रिक देशहरूमा 2वटा मुख्य मोडल देखिन्छन् र दुवैमा यी अङ्गहरू बीचको सम्बन्ध अलि फरक हुन्छ। जस्तै अमेरिकामा हेर्नुहोस्, त्यहाँ राष्ट्रपति प्रणाली छ जहाँ राष्ट्रपति र कांग्रेस एकदमै छुट्टा छुट्टै छन्। तर बेलायतमा ठ्याक्कै उल्टो संसदीय प्रणाली छ। त्यहाँ प्रधानमन्त्री संसदकै सदस्य हुन्छन्। हाम्रो छिमेकी भारतको कुरा गर्दा त्यहाँ पनि बेलायतको जस्तै संसदीय प्रणाली छ, तर एउटा फरक के छ भने त्यहाँको सर्वोच्च अदालत एकदमै शक्तिशाली छ। हो, यिनै मोडलहरू हेरेपछि नेपालको आफ्नै खालको मिश्रित संसदीय प्रणालीलाई बुझ्न अझ सजिलो हुन्छ। ल अब फेरि नेपालकै धरातलमा फर्कियौँ। किताबमा त राम्रै देखियो, तर हाम्रो संवैधानिक संरचना व्यवहारमा कत्तिको सफल छ त? सिद्धान्तमा र धेरै पटक व्यवहारमा पनि यसका फाइदाहरू त छर्लङ्गै छन्। यसले नै हो प्रजातान्त्रिक मूल्य मान्यता जोगाउने, निरङ्कुशता रोक्ने। सरकारका कामको समीक्षा हुन्छ, जवाफदेही बनाइन्छ अनि विधिको शासन र नागरिक अधिकारको रक्षा पनि यही प्रणालीले गर्छ। तर व्यवहारमा भने चुनौतीहरू पनि कम छैनन्, हैन र? कहिलेकाहीँ एउटा अङ्गले अर्को अङ्गको काममा राजनीतिक हस्तक्षेप गरेको देखिन्छ। कहिले महत्त्वपूर्ण नियुक्तिहरूमा ढिलासुस्ती हुन्छ, त कहिले कार्यपालिका र न्यायपालिका बीच शक्ति सङ्घर्ष नै चल्छ। त्यसो भए यी फाइदा र चुनौतीहरूलाई सँगै राखेर हेर्दा हामीले सिक्नुपर्ने मुख्य पाठ चाहिँ के हो त? सबैभन्दा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने शक्तिको यो बाँडफाँड भनेको फुटाउनका लागि होइन, बरु एक अर्काप्रति जवाफदेही बनाउने एउटा जालो सिर्जना गर्नका लागि हो।
कुनै पनि प्रजातान्त्रिक प्रणाली आफैमा पूर्ण हुँदैन, तर यो चेक्स एन्ड ब्यालेन्सको सिद्धान्तले नै प्रणालीलाई बलियो बनाउँछ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ, यदि यो सम्पूर्ण संरचना जनताकै लागि हो भने यो प्रणालीले ठिकसँग काम गरोस् भनेर सुनिश्चित गर्न हामी आम नागरिकको भूमिका चाहिँ के हुन सक्छ त?